सम्पूर्ण साथीहरुमा नमस्कार। कृपया मेरो यो च्यानललाई युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है त साथीहरु। म आज हाइपोथेसिस टेस्टिङ भित्रको एकदमै महत्त्वपूर्ण र इम्पोर्टेन्ट एमबीएस फर्स्ट सेमेस्टरको टेस्टिङ अफ हाइपोथेसिस भित्रको एक्जाममा लगभग अहिलेसम्म नछुटाएको क्वेशन, मोस्ट इम्पोर्टेन्ट क्वेशनको बारेमा र यसको फर्मेट र कसरी क्याल्कुलेटेड गर्ने र कसरी काई स्क्वायर टेस्ट हो भनेर चिन्ने म के ट्रिकहरु तपाईलाई बताउन चाहन्छु है त साथीहरु। काई स्क्वायर टेस्ट भन्छ यसलाई, कसै साथीले ची पनि भन्छ है त। यो ची होइन है त साथीहरु, ची के होइन, यसलाई काई स्क्वायर टेस्ट भनेर भन्छन् है साथीहरु। यसमा फर एक्जाम्पल जहिले पनि मार्क्स फ्रिक्वेन्सीहरुमा दिएको हुन्छ भने, यदि मार्क्सहरुमा दिएको छ भने, भेरिएबल्स भनेको छ, मार्क्सहरु भनेको छ भने त्यसलाई हामी जेड टेस्ट, टी टेस्ट, एफ टेस्ट भन्छौं है त साथीहरु। यदि क्वेशनमा फ्रिक्वेन्सी दिएको छ भने त्यसलाई काई स्क्वायर टेस्ट भन्छौं, र यदि क्वेशनमा मार्क्स अथवा भेरिएबल्सहरु दिएको छ भने त्यसलाई जेड टेस्ट, टी टेस्ट र एफ टेस्ट भनेर चिन्छौं है त साथीहरु। अब के हो त काई स्क्वायर टेस्ट? Chi square test is the test of frequency and frequency. It can be classified into two parts of the VI observed frequency and expected frequency. It is not related with variables. Chi square test मा observed frequency दिएको हुन्छ र हामीले expected frequency निकाल्नु पर्ने हुन्छ, र यो भेरिएबल सँग रिलेटेड हुँदैन, यो फ्रिक्वेन्सी सँग रिलेटेड हुन्छ भनेछौ भने त्यसै सँगै since it is not relates with variables, so examples of variable are not taken from population parameter, and that is why it is also known as non-parametrical test. अब हामीले काई स्क्वायर टेस्टलाई कसरी चिन्छौं भने यसमा स्याम्पल्सहरु, भेरिएबल्सहरु, पपुलेसन प्यारामिटर दिएको हुँदैन। यसलाई नन प्यारामिटर टेस्ट पनि भन्ने गरिन्छ र यसमा फ्रिक्वेन्सीहरु मात्रै दिएको हुन्छ। The numerical value of chi-square test is always greater than 0, which shows the magnitude of disparity between observed frequency and expected frequency भन्छ। अब जहिले पनि chi-square टेस्ट को भ्यालु 0 भन्दा बढी दिएको हुन्छ है त साथीहरु। काई स्क्वायर को भ्यालु 0 भन्दा बढी दिएको हुन्छ। अब काई स्क्वायर निकाल्ने फर्मुला यो हो है त साथीहरु। काई स्क्वायर इक्वल टु समिसन, अब यो समिसन होलमा हो है त साथीहरु, एउटामा मात्रै नभएर यो समिसन होलमा हो है। ओ माइनस ई का होल स्क्वायर डिभाइड बाइ ई गरेर निकाल्न सक्नुहुन्छ है त साथीहरु। त्यसपछि ओ भनेको के हो त? ओ भन्नाले ओब्जर्भड फ्रिक्वेन्सी जहिले पनि गिभन दिएको हुन्छ र एक्सपेक्टेड फ्रिक्वेन्सीलाई थ्योरिटिकल फ्रिक्वेन्सी पनि भन्ने गरिन्छ। यसलाई चाहिँ हामीले क्याल्कुलेटेड गर्नु पर्ने हुन्छ। अब assumption of properties of chi-square test भन्छ। अब the total observed frequency should be reasonably large. There is n more than 50. जहिले पनि निकालिएको काई स्क्वायर को फ्रिक्वेन्सी को observed भ्यालु 50 भन्दा माथि हुनु पर्छ, तब मात्रै हामी त्यसलाई काई स्क्वायर टेस्ट मान्न सक्छौं। यदि यो observed फ्रिक्वेन्सी, टोटल फ्रिक्वेन्सी 50 भन्दा कम भयो भने हामी त्यसलाई काई स्क्वायर मान्न अलि
सक्दैनौँ र त्यसपछि बीमा छ टोटल ओब्जर्भड फ्रिक्वेन्सी एन्ड द टोटल फ्रिक्वेन्सी सुड बी इक्वल भन्छ। अब यसमा कहिलेकाहीँ ओब्जर्भड फ्रिक्वेन्सी भनेको समिसन ओ समिसन ई र एन भनेको जहिले पनि एउटै हो, इक्वल हो अथवा बराबर हो। नो एनी एक्सपेक्टेड फ्रिक्वेन्सी सुड बी लेस देन 5। अब यसमा एक्सपेक्टेड फ्रिक्वेन्सी 5 भन्दा कम छ भने पनि यसमा दुई तीनवटा फ्रिक्वेन्सीहरूलाई पुलिङ गरेर हामीले यसलाई एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल्न सक्छौँ अथवा इट सुड बी एडजस्टेड बाई पोलिङ द पेरिफियस अर नेक्स्ट एक्सपेक्टेड फ्रिक्वेन्सी अल्सो द डिग्री अफ फ्रिडम सुड बी एडजस्टेड अकर्डिङली भनेर भन्छु होइन। यदि मानौ त्यो फ्रिक्वेन्सी एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल्दाखेरि त्यो भित्रको फ्रिक्वेन्सी 5 भन्दा कम छ भनेपछि दुईवटा जतै दुई अथवा 3 र 2वटा फ्रिक्वेन्सी 3 र 2 छन् भनेपछि अब त्यो त 5 मान्नुपर्छ, हामीले फ्रिक्वेन्सी त 5 हुनुपर्छ हो। त्यसलाई 5 गर्नको लागि त्यो 2 र 3 लाई जोडेर 5 बनाउनु पर्छ हो, त्यो नै हो पुलिङ भन्छन् है त्यसलाई। हियर यसमा अब डिग्री अफ फ्रिडम इज डिग्री अफ फ्रिडम n-1 हुन्छ। जनरली विशेष गरी n-1 नै हुन्छ है। अब n भनेको नम्बर अफ अब्जर्भेसन त्यो दिएकै हुन्छ। त्यसपछि इफ वी क्रिएट अ पुल विथ 3 फ्रिक्वेन्सीज देन डिग्री अफ फ्रिडम n-1 -2 n-3 एन्ड सो अन। यदि हामीले 3वटा फ्रिक्वेन्सीजहरूलाई पुलिङ गरेको छौँ भनेपछि त्यसलाई हामीले n-1 -2 अथवा n-3 यसरी गर्न सक्छौँ है त साथीहरू। अब टाइप्स अफ काई स्क्वायर टेस्ट विशेष गरी 3 प्रकारको हुने गर्दछ। एउटा गुडनेस अफ फिट, दोस्रो इन्डिपेन्डेन्ट अफ एट्रिब्युट र तेस्रो पपुलेसन भेरिएन्स। यसमध्ये हामीलाई महत्त्वपूर्ण भनेको गुडनेस अफ फिट काई स्क्वायर र इन्डिपेन्डेन्स अफ एट्रिब्युट काई स्क्वायर टेस्ट चाहिँ इम्पोर्टेन्ट छ र अलिकति जानकारीको लागि पपुलेसन भेरिएन्स अफ काई स्क्वायर टेस्ट पनि हेर्नु अनिवार्य हुन्छ। अब काई स्क्वायर टेस्ट फर गुडनेस अफ फिट, अब कुन अवस्थामा गुडनेस अफ फिट मान्न सकिन्छ, कसरी गुडनेस फिट क्याल्कुलेसन गर्न सकिन्छ हेरौँ त। इट इज युजफुल फर टेस्टिङ वेदर द गिभन डाटा supports the hypothesis or not। यदि दिएको टेस्टिङ डाटाहरू वेदर गिभन डाटाहरू दिएको छ सपोर्ट्स द हाइपोथेसिस अर नट भनेर भन्न सकिन्छ। अरू कुराहरू हेरौँ है त, यो कसरी बुझ्न सकिन्छ भने यदि गुडनेस फिट डाटाहरू सपोर्ट्स द हाइपोथेसिस छ भने त्यो H0 मान्न सकिन्छ, छैन भने त्यसलाई डज नट सपोर्ट्स द हाइपोथेसिस भनेपछि त्यसलाई H1 मान्न सकिन्छ। अब गुडनेस अर फिटमा हेर्नुहोस् त, डाटाहरूले सपोर्ट्स गरेको छ भने त्यसलाई H0 मान्ने, यदि डाटाहरूले सपोर्ट गरेको छैन भने डज नट सपोर्ट द हाइपोथेसिस भनेर अथवा डज नट सपोर्ट्स भनेर लेख्न सक्छौँ। अब सबभन्दा पहिलेमा यसलाई क्याल्कुलेसन गर्ने ट्रिक अथवा तरिका अरू हाइपोथेसिस टेस्टिङ जस्तै यसलाई पनि क्याल्कुलेसन गर्न सकिन्छ। यो हो गुडनेस अफ फिटेड क्याल्कुलेसन गर्न तरिका है त साथीहरू। यसमा पनि हामीले सबभन्दा पहिले सेटिङ अफ हाइपोथेसिस नै निकाल्नु पर्छ है त साथीहरू। अब यसमा पनि H0 नल अफ हाइपोथेसिस। अब तपाईलाई केही पनि आएन भने अब अरूको जस्तो यसमा μ1 μ2 भन्ने कुरा पपुलेसन प्रपोर्सन भन्ने कुरा चाहिँ हुँदैन। यसमा सिधै डाइरेक्ट के लेख्नु पर्छ भने तपाईले केही पनि आएन भने यो कुराहरू लेखिदिनु है त। अब H0 नल हाइपोथेसिसमा अब तपाईलाई क्वेशनबाट ड्राइभ गर्न आएन भनेदेखि
That is the given data supports the hypothesis. अरे given दिएको डाटाहरुले हाइपोथेसिसलाई सपोर्ट गरेको छ यसरी भनेर that is there is अथवा that is given data supports the hypothesis अथवा there is no significant difference between observed frequency and expected frequency. यदि तपाईलाई केही पनि आएन भने there is no significant difference between observed frequency and expected frequency भनेर लेख्न सक्नुहुन्छ है। अब अल्टरनेटिभ हाइपोथेसिसमा के लेख्ने भन्दाखेरि सेम माथिको उल्ट्याइदिने हो कि साथीहरु। माथि हामीले दैट इज गिवन डाटा सपोर्ट भनेको थियौं, तल हामीले H1 that is the given data does not supports the hypothesis भनेर लेख्न सक्छौं है त साथीहरु। that is the given data not supports hypothesis भनेर लेख्न सक्छौं अथवा there is significant difference between observed frequency and expected frequency भनेर भन्न सक्छौं। अब त्यो सकिसकेपछि हामीले टेस्ट स्ट्याटिस्टिक्स निकाल्नु पर्ने हुन्छ अन्डर null hypothesis chi square equal to summation O minus E का whole square divide by E गरेर निकाल्न सक्छौं। यो जता पनि यही फर्मुला हुन्छ है त साथीहरु। chi square टेस्ट निकाल्दाखेरि अघि मैले यो फर्मुलाको बारेमा डिटेल भनिसकेको छु र अब यो अगाडिका पार्टहरुमा के लेख्ने। अब त्यसपछि अरु क्वेशन जस्तै स्टेप 3 मा हामीले लेभल अफ सिग्निफिकेन्स निकाल्नु पर्छ है। अब यदि लेभल अफ सिग्निफिकेन्स दिएको छ भने त्यसमा जति छ त्यति लेख्ने। यदि क्वेशनमा लेभल अफ सिग्निफिकेन्स दिएको छैन भने त्यसलाई हामीले 5% ड्राइभ गर्न सक्छौं, मान्न सक्छौं है त साथी। त्यसपछि डिग्री अफ फ्रीडम कसरी निकाल्ने, विशेष गरी सामान्यतया डिग्री अफ फ्रीडम निकाल्ने गुडनेस अर फिटेडमा n-1 र अथवा डिग्री अफ फ्रीडमलाई n-1 k1 k2 गरेर पनि यसलाई क्याल्कुलेटेड गर्न सकिन्छ when k1 and k2 आर एभेलेबल। यदि k1 र k2 एभेलेबल छन् भने अब where n भनेको के हो, n भनेको नम्बर अफ अब्जर्भेसन हो, k1 भनेको के हो त अब तपाईलाई कन्फ्युज होला k1 भनेको के हो, k2 भनेको के हो भन्दा कन्फ्युज हुन्छ भने k1 भनेको चाहिँ 1 डिग्री अफ फ्रीडम लास्ट ड्यू टु क्याल्कुलेटिङ प्रोबेबिलिटी p अन्डर बाइनोमियल डिस्ट्रिब्युसन लैम्डा अन्डर पोसियन डिस्ट्रिब्युसन भन्छ है। त्योबाट आयो भने त्यसलाई k1 भन्न सकिन्छ। त्यस्तै k2 भनेको 1 or more degree of freedom lost due to polling the expected frequency which less than 5। यदि 5 भन्दा कम फ्रिक्वेन्सी छ भने त्यसलाई पोलिङ गरेर 2 वटा 3 वटा उसलाई जोडेर गर्यो भने त्यसलाई k2 मान्न सकिन्छ। अब हामीले टेबुलेटेड भ्यालु हेर्ने, क्रिटिकल भ्यालु निकाल्ने है त साथीहरु। अब यसमा टेबुलेटेड भ्यालु कति छ र क्याल्कुलेटेड भ्यालु कति छ यो कुराहरुलाई निकालेर हामीले अब क्रिटिकल भ्यालुमा द क्रिटिकल और टेबुलेटेड भ्यालु अफ द टेस्ट स्ट्याटिक्स chi square एट द प्री स्पेसिफाइड लेभल अफ सिग्निफिकेन्स एन्ड डिग्री अफ फ्रीडम ओबाइन फ्रम द chi square टेबल भनेर हामीले लेख्न सक्छौं है त साथीहरु। र डिसिजन दिँदाखेरि चाहिँ हामीले के दिने पहिलो डिसिजन भन्दाखेरि यदि मानौ क्याल्कुलेटेड भ्यालु अरु क्वेशन जस्तै हो के साथीहरु यसको पनि अथवा माने क्याल्कुलेटेड chi square टेस्ट टेबुलेटेड chi square भन्दा सानो छ भन्देखि लेस देन टेबुलेटेड भन्दा क्याल्कुलेटेड सानो छ भन्देखि H0 is accepted which means there is no significant difference between observed frequency अथवा and expected frequency अथवा there is good capability between theory and experiment or experiment support the theory। अब यस्तो लेख्दाखेरि के लेखिदिने भन्देखि that is the given data supports the hypothesis। given data ले hypothesis लाई सपोर्ट गरेको छ। यदि हामीलाई क्याल्कुलेटेड भ्यालु टेबुलेटेड भ्यालु भन्दा ठूलो छ भने H1 is accepted हुन्छ which means there is significant difference between observed frequency and expected frequency अथवा there is no capability
between theory and experiment अथवा that is the given data not support the theory अथवा not support the hypothesis भनेर लेख्न सक्छौं। अब हामीले एक्सपेक्टेड भ्यालु निकाल्ने फर्मुला हेरौं है त साथीहरु। एक्सपेक्टेड भ्यालु कसरी निकाल्ने? देयर आर द 4 कन्डिसन फर क्याल्कुलेटिङ एक्सपेक्टेड फ्रिक्वेन्सी। चारवटा कन्डिसनहरु दिएको हुन्छ एक्सपेक्टेड भ्यालु निकाल्नको लागि। फर्स्ट कन्डिसनमा द कन्डिसन अफ इक्वल जेनरल डिस्ट्रिब्युसन्स। सेकेन्ड द कन्डिसन अफ वेटेड डियरी रेसियो डिस्ट्रिब्युसन। एउटा जेनरल डिस्ट्रिब्युसन दिएको हुन्छ सिधै गनेर, एउटा वेटेड दिएको हुन्छ जसमा रेसियोहरु दिएको हुन्छ, एउटा पर्सेन्टेज डिस्ट्रिब्युसन एउटा पर्सेन्टेज दिएको हुन्छ भने अर्को फोर्थमा हामीले बाइनोमियल डिस्ट्रिब्युसन र पोसियन डिस्ट्रिब्युसनको तरिकाबाट पनि यसलाई क्याल्कुलेटेड गर्न सक्छौं। त्यसपछि अब यो कुराहरुलाई सबै के हो त जर्नल डिस्ट्रिब्युसन, के हो त वेटेड डिस्ट्रिब्युसन र के हो त पर्सेन्टेज डिस्ट्रिब्युसन भनेर र के हो त पोसियन डिस्ट्रिब्युसन, के हो बाइनोमियल डिस्ट्रिब्युसन सबै निकाल्ने म बताउँछु है सरसर्ती। अब यो छ जनरल डिस्ट्रिब्युसन एक्सप्लेनेसन भन्छ। द एक्सपेक्टेड फ्रिक्वेन्सी आर डिस्ट्रिब्युटेड इक्वली अर इन्फर्मली अर फेयरली, समटाइम्स क्वेशन रिमेन्स साइलेन्ट। अब जनरल डिस्ट्रिब्युसन कुन अवस्थामा मान्न सकिन्छ भने यदि फ्रिक्वेन्सीहरु इक्वल दिएको छ, डिस्ट्रिब्युसन इक्वल गरेको छ, अनफर्मली छ, अनफेयरली छ भनेपछि त्यो अवस्थामा हामीले जनरल डिस्ट्रिब्युसन मान्न सक्छौं र त्यो अवस्थामा हामीले एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल्नको लागि समेसन O बाइ n गरेर निकाल्न सक्छौं। n भनेको नम्बर अफ अब्जर्भेसन, कतिवटा नम्बर दिएको छ त हो त्यो नै हो नम्बर अफ अब्जर्भेसन। अब वेटेड भएको अवस्थामा कसरी निकाल्ने त एक्सपेक्टेड फ्रिक्वेन्सी? अब वेटेड डिस्ट्रिब्युसनमा देयर इज एक्सपेक्टेड फ्रिक्वेन्सी आर डिस्ट्रिब्युटेड अर बेसिस अफ रेशियो एन्ड प्रपोर्सन। अब क्वेशनमै भनेर दिएको हुन्छ अथवा 3 रेशियो 2 रेशियो 1 भनेर दिएको होला अथवा 1 रेशियो 4 रेशियो 5 रेशियो भनेर यसरी दिएको छ भने त्यो चाहिँ रेशियो फ्रिक्वेन्सीबाट यसरी निकाल्ने वेटेड डिस्ट्रिब्युसन हो। अब यस अवस्थामा एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल्ने फर्मुला चाहिँ के हुन्छ भने एक्सपेक्टेड फ्रिक्वेन्सी E इक्वल टु समेसन O इन्टु A हो। हेर्नु है, समेसन O इन्टु R I डिवाइड बाइ समेसन R गरेर यसलाई हामीले निकाल्न सक्छौं है त साथीहरु। त्यसपछि RI भनेको इन्डिभिजुअल रेशियो र समेसन R भनेको चाहिँ टोटल रेशियो है। जस्तै टोटल रेशियो 1 2 3 3 + 2 + 1 गरेर कति आयो त साथीहरु 6 भयो। त्यो टोटल चाहिँ समेसन TR भयो र इन्डिभिजुअल रेशियो 1 अथवा 2 अथवा 3 चाहिँ ती एक एक गरेर ती चाहिँ 1 2 3 चाहिँ इन्डिभिजुअल रेशियोहरु भए। अब पर्सेन्टेज कुन अवस्थामा दिएको हुन्छ र पर्सेन्टेज दिएको अवस्थामा एक्सपेक्टेड फ्रिक्वेन्सीलाई कसरी निकाल्न सकिन्छ त हेरौं है। द एक्सपेक्टेड फ्रिक्वेन्सीज आर डिस्ट्रिब्युटेड अन द बेसिस गिभन पर्सेन्टेज भ्यालु। विशेष गरी इक्वेशनमा यदि पर्सेन्टेज यसको यदि पर्सेन्टेज जस्तै 20% x को 30% y को र 50% z को दिएको छ भने चाहिँ त्यो नै हो एक्सपेक्टेड फ्रिक्वेन्सी अफ पर्सेन्टेज डिस्ट्रिब्युसन। अब यस अवस्थामा हामीले E निकाल्ने फर्मुला समेसन O इन्टु गिभन पर्सेन्ट डिवाइड बाइ 100। अब जहिले पर्सेन्टेज त हाम्रो 100 मा हुन्छ, अब x को 20% भन्देखि समेसन O इन्टु 20 डिवाइड बाइ 100 हो नि त। जस्तै y को 30% भनेको छ भन्देखि समेसन O इन्टु 30 बाइ 100 हो नि, हो त्यो नै हो यो गिभन पर्सेन्टेज भनेको। अब कुन अवस्थामा बाइनोमियल डिस्ट्रिब्युसन अवस्थामा दिएको अवस्थामा E कसरी निकाल्ने? अब बाइनोमियल डिस्ट्रिब्युसन कुन अवस्थामा हुन्छ भने यदि द एक्सपेक्टेड फ्रिक्वेन्सीज आर डिस्ट्रिब्युसन अफ द अन द बेसिस अफ बाइनोमियल फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भनेको छ भने E कसरी निकाल्ने त भन्दाखेरि E अथवा ER अथवा यसलाई x पनि मान्न सकिन्छ। ER इक्वल टु n इन्टु NCR इन्टु p का पावर r
इन्टु क्यू का पावर n माइनस आर गरेर हामीले ER निकाल्न सक्छौं। अब के हो त n भनेको? n भनेको समिसन अफ अब्जर्भड फ्रिक्वेन्सी हो है। n भनेको र समिसन अफ अब्जर्भड फ्रिक्वेन्सी भन्नु एउटै हो। त्यसपछि सानो n भनेको के हो? सानो n भनेको नम्बर अफ ट्रायल्स हो। कतिचोटी ट्राई गर्नुभयो? बाइनोमियलको मैले भिडियो पनि अघि बनाइसकेको छु। एकचोटी बाइनोमियल डिस्ट्रिब्युसनको भिडियोलाई हेरेर पनि तपाईले यसलाई बुझ्न सक्नुहुन्छ। यसमा यदि नम्बर अफ ट्रायल्सहरु कतिचोटी ट्रायल गरेको छ त्यो n मात्रै गर्ने, यदि 0 पनि दिएको छ भने त्यो ट्रायल मान्नु सकिदैन। 0 इज नट काउन्ट भन्छ है यसलाई। तर यसमा डिग्री अफ फ्रिडम चाहिँ कन्भेन्सन्स यदि कोलेभेन्सन गर्दा अथवा कोलेभेन्सन गर्दा 0 लाई काउन्ट गरेर नम्बर अफ अब्जर्भेसन हेर्नुपर्छ। यदि हामीले डिग्री अफ फ्रिडम निकाल्दाखेरि 0 लाई पनि काउन्ट गरेर नम्बर अफ अब्जर्भेसन हेर्न सकिन्छ। अब R भनेको चाहिँ नम्बर अफ सक्सेस हो। P भनेको R भनेको जस्तै 0 1 2 R भनेको अथवा R भनेको नम्बर अफ सक्सेस अथवा ट्रायल्स 0 1 2 3 4 5 यसरी र P भनेको प्रोबेबिलिटी अफ सक्सेस, Q भनेको प्रोबेबिलिटी अफ फेलियर भनेर भन्न सकिन्छ। यसको बारेमा थप जानकारी लिनको लागि पोसियन बाइनोमियल डिस्ट्रिब्युसनको भिडियो मैले बनाइसकेको छु, त्यसमा हेर्न सक्नुहुन्छ है। त्यसपछि हाम्रो छ पोसियन डिस्ट्रिब्युसन दिएको अवस्थामा एक्सपेक्टेड फ्रिक्वेन्सी कसरी निकाल्ने भन्दाखेरि द एक्सपेक्टेड फ्रिक्वेन्सी आर डिस्ट्रिब्युटेड अन द बेसिस अफ पोसियन फ्रिक्वेन्सी डिस्ट्रिब्युसन्स भन्छ। यस अवस्थामा समिसन आर इक्वल टु अथवा E बराबर n e पावर माइनस लेम्डा इन्टु e लेम्डा का पावर r डिभाइड बाई r फ्याक्टोरियल गरेर हामीले यसलाई निकाल्न सक्छौं। यो भनेको पोसियन डिस्ट्रिब्युसन जसरी निकाल्ने त्यसरी नै त्यही सिस्टमले यता निकाल्न सकिन्छ। जस्तै हुएर ठुलो n भनेको के हो भन्दा क्यापिटल N भनेको माथि मैले अब्जर्भेसन भनेको भनिहाले त्यही नै हो र R भनेको नम्बर अफ अकॉर्डिंग टु इभेन्ट्स हो र जस्तै 4 इभेन्ट्स 0 1 2 3 4 हो त्यो नै R हो र लेम्डा भनेको चाहिँ मिन अथवा एभरेज हो है त साथीहरु। लेम्डा भनेको मिन अथवा एभरेज हो। यसरी नै यसलाई यसरी क्याल्कुलेसन गर्न सकिन्छ है साथीहरु। काई स्क्वायर टेस्ट अफ गुडनेस अफ फिट को तरिकाबाट यसलाई यसरी क्याल्कुलेट गर्न सकिन्छ। हेर्नु है, यसरी क्याल्कुलेसन गर्न सकिन्छ सबै क्वेशन है त साथीहरु। मैले 2-3 वटा सोलुसन बनाइसकेको छु, यसको थपहरु क्वेशनहरु पनि बनाउने नै छु है त साथीहरु। यसरी क्याल्कुलेसन गर्न सकिन्छ। अब काई स्क्वायर टेस्टकै अरु पाठहरु हेरौं है त साथीहरु। त्यस्तै यसमा काई स्क्वायर टेस्ट अफ डिस्ट्रिब्युसन फ्री टेस्ट भन्छन्। यसमा यसलाई नन प्यारामेट्रिक टेस्ट पनि भन्छन्, मैले भनिहाले। फ्रिक्वेन्सी पनि भन्छन्, ऑब्जर्भ फ्रिक्वेन्सी दिएको हुन्छ, एक्सपेक्टेड फ्रिक्वेन्सी दिएको हुन्छ, क्याल्कुलेटेड अब यसलाई निकाल्नु पर्ने हुन्छ। जेड टेस्ट, टी टेस्ट, एफ टेस्टमा जहिले पनि μ1 μ2 μ3 अथवा μ0 μ1 हुन्थ्यो भने त्यो यसमा चाहिँ यस μ1 μ2 यसरी मान्न सकिदैन है त। अब गुडनेस अफ फिट को बारेमा मैले भनिहाले। काई स्क्वायर फर इन्डिपेन्डेन्ट भेरिएबलमा हामीले RT इन्टु CT डिभाइड बाई n गरेर यसरी त्यसलाई पनि निकाल्न सक्छौं। यसको बारेमा मैले के कुराहरु अघि नै भनिसकेको छु है त साथीहरु। यी सेम कुरा नै हो है, सेम कुरा हो है त साथीहरु। अब मैले कुन अवस्थामा RT र CT कुन अवस्थामा दिएको हुन्छ भन्ने कुरा चाहिँ तपाईलाई बताउन गइरहेको छु है त साथीहरु। यदि र कलमहरु दिएको छ क्वेशनमा, जस्तै इन्डिपेन्डेन्ट एट्रिब्युट हो भने त्यसमा RT र CT को फर्मुला युज गरेर हामीले यसलाई निकाल्न सक्छौं। RT भनेको टोटल रो र CT भनेको टोटल कलम हो र n भनेको चाहिँ मैले हजुरहरुलाई पहिले नै भनिसकेको छु। यसमा पनि डिसिजन निकाल्दाखेरि यदि क्याल्कुलेटेड भ्यालु टेबुलेटेड भन्दाखेरि सानो आएको छ भने H0 इज एक्सेप्टेड भन्ने, यदि ठूलो आएको छ भनेपछि H1 इज रिजेक्टेड भन्ने र
हामीले यसलाई यसरी क्याल्कुलेटेड गर्न सक्छौं है त मित्रहरू। हो अब यी रेसियोको कुराहरू आएको थियो, यसरी यो रेसियोहरूलाई निकाल्न सकिन्छ। यस्तो यो टेबल यस्तो टाइपको टेबल हुन्छ है त साथीहरू, यस्तो टेबल हुन्छ यसको लागि है। मैले डिसिजन लेख्ने कुराहरू अघिल्लो क्वेशनहरुमा सबै कुरा बताइसके है त। ल त साथीहरू, सबैले मेरो यो युट्युब च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू, धन्यवाद सम्पूर्ण साथीहरूलाई। थप यस्तै म क्वेशनहरू हजुरहरूले हौसला बढाउनु भयो भने थप यस्तै क्वेशनहरू म अगाडि पनि बनाउँदै जानेछु र अरु क्वेशनहरूको पनि एक्जाममा आएका क्वेशनहरूको पनि सोल्भ गरेर अथवा थप अरु क्वेशनलाई बनाएर थप प्रभावकारी तरिकाले म भिडियो बनाउँदै जानेछु है त। मेरो यो ग्रुप च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है त साथीहरू। थ्यांक यू।